दाइलाई यहीँसम्म लिन पठाउँछु भन्नुभएको थियो। खोइ त यति बेलासम्म आउनु भएन दाइ। बहिनी दाइ नमस्ते। नमस्ते नमस्ते। अनि दाइ सन्चै हुनुहुन्छ? एकदम सन्चै छु म। त सन्चै छेस्? हजुर। अनि हेर्न बहिनी, अब तँलाई लिन भनेर तेरो घरसम्म आउने भनेको, तर के गर्नु घरको कामको कारणले गर्दाखेरि लिन आउनै पाएन। अब बाटोमै भए पनि लिन आएँ। यसपालिको ती जे होस् खुसी नै हुनुभयो। जाउँ अब। जाउँ दाइ। खै झोला लिएन, म बोक्छु झोला। होइन पर्दैन। होइन लिएँ म बोक्छु। अब वर्ष दिनको तिजमा आगे बहिनी अनि झोला पनि बोक। यो मैले मै बोक्छु। होइन यो एउटा त म बोक्छु। जाउँ त्यसमा। सबै चिल्नु नाच्ने भयो अब के आहा मेरो सानी छोरी कति खुसी छ आज दिदी आउँछि भनेर। बुवा नमस्ते। भाग्यमानी हुने छोरी ल बुवा के हो बहिनी त आफै मादल बजाउने आफै नाच्ने गजी के घुमाएर बसेछि त्यो त दिदी आउँछि भनेर खुसियाली बाहिर खुब बजाउँदैछ माता। बजा बजा छोड्दैन दाइ यस्तो कुरा। मम्मीले दिदीलाई हेर्न कस्तो रहर गरिरहनु भएको छ। मामु ए मामु बाहिर आउनु त को आउनु भएको छ? आमा हेर्नुस् त छोरी है। नमस्ते मम्मी। भाग्यमानी भएछ छोरी। बस्न आमा बस्नु उता बस्न बस बिचरा वर्ष दिनको चाडपर्वमा बहिनी आयो कि छोराले पनि बहिनी लिएर आयो। अब घर पनि रमाइलो हुने। हो त बुढी यहाँ सुन बुढी, अब छोरी आइसके दिदी बहिनी मिलेर काम पनि गर्छन्, धन्दा सबै गर्छन् र रमाइलो पनि हुन्छ। हेर बुढी, अब हाम्रो बुहारीलाई पनि माइत पठाउनु पर्छ। उनीहरू पनि बाउ छोरी आमा मिलेर रमाइलो गरौँ कि कसो? ए भनेपछि हाम्रो भाउजू माइत जानु भएको छैन? छोरी मैले त हिजै माइत जा भने खै गएकी छैन, भित्रै बसेको छु। वर्ष दिनको तिजमा त माइत जानुपर्ने हो के रे। अब जसरी हजुरहरूले मलाई कुरेर बस्नु भएको थियो त्यसरी नै भाउजूको आमा बाले पनि कुरेर बस्नु भयो होला, माइत जानु भएको थियो। हाँ दिदी यस्ता कुरा अरूको कुरा छोड्दै के त आकी छेस्। हामी यसैमा खुसी छौँ। जाम भित्र। ल छोरी झोला पक्रियो। अब हजुर बस्दै गर्नुहोस्। कतै यसो गाउँतिर जानु पर्यो मादलमा लग्छु आमा त गर्नु पर्यो तिजमा। यसो न छोरा, यहाँ झैझगडा गर्नु मादल बजार खुसियाली गरेर अनि छिटो आउने कोसिस गर्नु है त। अब मादल बजेपछि कहाँ जानु बुवा एक बिटी बजार नसम्म गयो नि त गयो होला है। तिमीप्रति मेरो विश्वास छ। त्यो मादल चाहिँ मलाई दे न। कहाँ हुन्छ मैले अल्गो पऱ्यो एक बिटीसँग अल्गो बस्नु कस्तो कुरा गरेको के दाइ? गाउँमा जाने मान्छे गाउँतिर मादल पाइहाल्छ नि। दे न यो दिदी आकी चाहिँ हामी बजाएर नाच्छौँ एकछिन। मादल हामीलाई दे न दाइ। ल ल छिटो आउनु है छोरा। छिटो आउनु है। बुढी अब यसपालिको तिजमा छोरी आउली भन्ने आशमा बित्यो। के गर्नु, यो तिज त साह्रै खल्लो भयो। त्यही त नि बुवा, पोहोर साल दिदी आउनु भएको थियो, कति रमाइलो भएको थियो। रमाइलो नि के हुनु छोरी, पोहोर पनि अब एक छाक भात राम्रोसित खान नपाइकन दौडेर गइहाल्यो। यो साल नि यस्तै भयो।
छोरा पनि टुक्कै आइपुग्यो त। अनि छोरा त गाउँतिर एकछिन घुम्छु भनेर गएको होस् त, यति चाँडै आइस् त। बा गाउँतिर यसो घुम्छु भनेर गएको थिएँ, गए पनि गाउँतिर बस्नै मन लागेन। उता गाउँमा सबैका दिदीबहिनीहरू सबैका चेलीबेटीहरू माइत रहेछन्, सबैजना रमाइलो गर्दैछन्। माथि चौतारा छ नि बुवा, त्यहाँनिर सबैजना चेलीबेटीहरू भेला भएर कस्तो रमाइलो गरिरहन्। मादल पनि ल्याएर छन् यसपटक त, मादल झ्याली बाँसुली बजाएर नाचिरहन्। त्यो दृश्य देख्दाखेरि मलाई पनि नरमाइलो लाग्यो। अलिकति दिदीको झल्का आयो, त्यही भएर फर्केर आयो। अब कस्तो अभागी खोटी कर्म लिएर जन्मेकी रहेछ मेरो छोरी। सबैका चेलीबेटी आएर रमाइलो गर्छन्, एक रात भयो नि खान्छन्, मिठो खान्छन्, रमाइलो गर्छन्। तर त्यसले त्यो घरबाट एक दिन पनि बिदा पाइन। कस्तो घरमा परिछ भने। चिन्ता नगर्नु बुढी, अब के गर्ने, सबै कुरा अब हामीले भनेको जस्तो कहाँ हुन्छ र। यो पालिको तिजमा नआए पनि अर्को वर्ष त छोरी आइहाल्छ नि। किन रोक्यो अहिले फेरि? नरो त। ए छोरी सम्झना है तेरो आमालाई। यही त झन् छोरीलाई सम्झा भनेको ऊ आफै रोइरहेको छ। म बुढो मान्छेले कसरी गर्ने होला। छोरा त चाहिँ नरो है। रुँदैन अब रुँदैन, म किन रुने हो र? बहिनी तपाईँ नरो। दिदीले म बच्चा छँदा बिहे गरेर जानुभन्दा अगाडि भाइ म यो घर छोडेर कहिले कतै बिहे गरेर जाँदैन, सधैँ यही घरमा बस्छु, यही घरमा खुसी भएर बस्छु भन्थे। पछि बिहे गरेर गई। पहिला त महिनै पछि माइत आउँथे, भिनाजी पनि साथमा आउँथे। कति खुसी थिइन् मेरो दिदी। अहिले त के भयो, उसको दर्शन गर्नलाई पनि वर्षौँ कुर्नुपर्छ। मलाई लागेको थियो सायद 30मा त फोन गरेर आइज भन्छे अरे भनेर, तर के गर्नु, बिरामी छु आउन पाइन भन्छे। यस्तै हुँदो रहेछ अब कर्म। अब हामीलाई भगवान्ले मिलाए, भगवान्ले पनि टाढा बनाउँदो रहेछन्। ल हेर हेर, यसका आमा छोरी पिल रोगा। किन रोगा हो यस तिजमा पनि? कोही कतै महिलाहरू नाच्दैछन् होला, आमा समूहहरू छमछम नाच्दैछन् होला, त्यहाँ गएर रमाइलो गर्ने नि। अब बितेको कुरालाई सोचेर यसरी त रुनु भएन। यो पालिको तिजमा छोरी नआए पनि अर्को पालिमा त आउली, के गर्छ बाबु? भयो भन्ने कुरा एकदम ठिक आमा। बहिनी आफूलाई यसरी कमजोर बनाउनु हुन्न कि। हेर्नु त अहिले गाउँभरि गएको सबैजना नाचिरहेको थिए, महिलाहरू झन् त झन् आज त पुरुषहरू पनि नाचिरहन्। अनि बहिनी तैँले अस्ति साँच्चै भनेको थिइस् नि, बुवा मलाई साडी किनिदिनुहोस् लाउने रहर छ भनेर। बुवाले किनिदिनु भएको छ त, जा भित्र जा साडी लगा, यसो गाउँतिर जा नाच्न। तेरो तसँग पर्ने एकजना विनिता छ नि, त्यो पनि माथि चौरमा नाचिरहेको थियो। जा 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 यसरी बसेर हुन्न कि। अब दिदी त आइहाल्छ नि होइन र? बुढी अब त पनि यसो नरो, यो बुढेसकालको हड्डी यसो यसो नाच्नु पऱ्यो नि, रमाइलो गर्नु पऱ्यो नि त। छोरीको जहिले पिरियड त भएन। जा साडी ला तैँले पनि। जानु अब जानु, यसरी चिन्ता गरेर हुन्न। अब दिदी त आउँछु भनेकै छ त निको भएपछि। छोरा हजुर अब के गर्नु, महिला मान्छेको मन सानो हुन्छ, यत्रै कुरा पनि पिलिक्कै रहिहाल्ने के बाबु। त्यही त अघि म तल भट्टीसम्म गएको थिएँ बा, तपाईँले त 4 बोतल घरमा लिएर आउनु भएको छ भने सुनेको थिएँ। खाइदिनु अलिक कम खानुलाई, छोरीको कन्ट्रोल गर्नुपर्छ। ल अब चाड पर्वमा त खानु परिहाल्यो नि बाबु। महिलाहरूको चाड पर्व भयो पुरुषको होइन नि। कस्तो कुरा गर्छ अहिले फेरि। महिलाहरूको चाड पर्व भन्नेमा कि हामी पुरुषहरू सुन्नु भएन नि त। हामी त यसो सपोर्ट गर्नु सक्छौँ, मादल बजाउँछौँ, गीत गाउँछौँ, होइन त? होइन तिम्रो के हेरेर बसेको? आज तिज छैन र? तिमीले रमाइलो गरेन? ल जान्छ छोरी मादल बजाऊ। दिदी र आमाले के गीत गाउँछन्, म ताजे बजाउँछु।
हजुर किन त्यहाँ एक्लै बस्नु भएको? आउनु न हामीसँगै बाहिर रमाइलो गर्न। होइन नानी, तपाईँहरू रमाइलो गर्नुहोस्, म यहाँ भित्रै ठिकै छु। कस्तो भित्रै ठिक छु भन्नुभयो हौ भाउजू? आज 30 को दिन त हो नि रमाइलो गर्ने। आउनु छिटो। तेरो भाउजूले किन बोलाइरहेको? नाच्न गाउन मन नहुनेलाई। हामीले हिजो माइत जा भन्दा त गएनन्, हामीसँग के रमाइलो गर्थ्यो? त्यसरी भित्र बसिराख्नु भन्दा जा तल मादल बजाऊ। ल बजा बजा। अनि सुन न, आज त 30, तिमी मेरो लागि व्रत बस्यौ त? हजुरको लागि किन म व्रत बस्नु पर्यो र? तपाईँको त श्रीमती छँदैछ नि, हजुरको श्रीमतीलाई व्रत बस्नु भन्नु न। तिमीले कस्तो कुरा गरेकी के? त्यो बुढी भने त कागजे बुढी हो। यो मनमा बसेको बुढी त तिमी हौ। यहाँ यस्तो पो चलिरहेको छ? चलिहाल्छ नि, फेरि मैले जेसुकै गरौँ, तँलाई के को मतलब? मलाई मतलब नभएर कसलाई मतलब हुन्छ त भन्नुहोस् त? झन् आज 30 को दिन हजुरको लागि म व्रत बसेकी छु। तपाईँ चाहिँ भने यहाँ दुनियाँ केटीहरूसँग कुरा गर्दै बस्दै हुनुहुन्छ। तपाईँलाई अलिकति लाज लाग्दैन दुनियाँ केटीहरूसँग नट ठाडेर बस्नलाई? म जहाँ बसौँ जे गरौँ, तँलाई के को मतलब? हिस्सा त 2 झापा खाएको बिर्सेस्? खुब वहाँ गर्नु रोकिस् त। व्रत बज्यो रहेछ, यदि मेरो घरमा बस्नु छ भने मैले जे भन्छु त्यही मान्ने, मेरो अन्डरमा बस्ने। बाँकी दायाँ बायाँ घायाँ घुइयाँ यहाँ भएको सब कुरा आमालाई भनिस् भने सिधाइदिन्छु नि, बुझिस्? गरेर दिदी त कहाँ छेस्? ए भाइ त अब म त हेर्न बजारतिर पो छु त, अलिअलि सामान किन्नु थियो त्यही भएर। ए अनि दिदी त सन्चै छेस् नि? सन्चै छु। अनि तिमीहरूलाई कस्तो छ? म पनि सन्चै छु। हिजो आमाले तेरो बारेमा कति धेरै चिन्ता गर्नुभएको थियो। राति सपनामा पनि तँलाई देख्नु भएको रहेछ, राम्रो सपना देखेँ भन्दै हुनुहुन्थ्यो। त यसपटक आएनस् 30 मा, आमाले कति धेरै पिर मार्नु भयो। भाइ आमालाई पिर नलिनु भन्दैन है, म यहाँ एकदम सुखले खुसीले बसेछु भनेर भन्दै ल। पिर नमानेस् भनेर कहाँ हुन्छ र दिदी? आमाको मन न हो, दुखिहाल्छ नि, त्यही कोखीको अवस्था पनि। फेरि आमाले तेरो बारेमा एकदम नराम्रो सपना देख्नु भएको रहेछ, तँलाई कुटेको पिटेको सपना देख्नु भएको रहेछ। फेरि आमाको सपना एकदमै मिल्छ, त्यही भएर धेरै डराइराख्नु भएको छ। अनि त अहिले कहाँ छ साँच्चै दिदी भन् त? त कस्तो कुरा गर्छस् कि? म साँच्चीकै बजारमै छु कि सामान किन्दैछु। अनि थाहा छ तँलाई भाइ, अस्ति भिनाजुले 5000 को साडी किनिदिनु भएको नि मलाई। अनि आज पनि केही सामान किन भनेर पैसा दिनुभएको छ क्या, त्यही भएर म बजारमा आएको छु। मेरो लागि सामान किन्नु भन्दा पनि म तिमीहरूको लागि सामान किनिदिउँ कि भनेर सोचिरहेको छु के। म अर्को पटक माइत आउँदाखेरि तिमीहरूको लागि कपडाहरू लिएर आइदिन्छु ल। भन् त तँलाई कुन प्यान्ट मनपर्छ? मलाई थाहा छ तँलाई बच्चैदेखि फर्मलको प्यान्ट मनपर्छ। साउजी एउटा फर्मलको प्यान्ट प्याक गरिदिनुहोस् त। सुनिस् नि, म यहाँ सामान किन्दैछु क्या। ल अन्त बढ्यो।
भाइ मलाई माफ गरिदे ल मैले तँसँग आज झुटो बोलेँ मेरो दुःख देखाएर तिमीहरूलाई दुखी बनाउन चाहदिनँ म दिदी भाइ दिदी त के भयो कि आफ्नै भाइलाई पनि ढाँट्छेस् त भन्दै थिएस् त पसलमा सामान किन्दैछु भनेर यस्तो अवस्थामा घाँस काट्दैछेस् सत्य कुरा के हो मलाई भन् त तैँले मलाई केही न केही कुरा त लुकाइराखेकी छेस् सत्य कुरा भन् भाइ मैले तँलाई जति पनि अघि नै फोनमा भने ती सबै कुराहरू झुटो हुन् तँलाई थाहा छ भिनाजुले नि मलाई राम्रो गर्नुहुन्न त्यहाँ कसैले पनि मलाई माया गर्दैन यो सबै दुःख तिमीहरूलाई सुनाएर म सँगसँगै तिमीहरूलाई नि किन दुःखी बनाऊ भनेर मैले केही पनि नभनेकी हुँ अब तैँले थाहा पाइहालिस् घरमा गएर नभन्दै ल घरमा भन्ने नभन्ने कुरा छोड्दै दिदी त त धेरै सहनशीलता भएको नारी रहेछस् मनभरि यति धेरै चोट पीडा हुँदा पनि हामीलाई एक सुई पनि भनिनस् आफू दुःखी भइस् तर हामीलाई दुःखी बनाइनस् ठिक छ अब तपाईँ पनि खुसी हुनुपर्छ यी भिनाजु बनाउँदासँग म आज एक हिसाब गर्छु हिट भनेको एकछिन के कहाँ जाने भने तैँले पक्न तेरो घरमा हिट भनेको छिटो एकछिन डोको पनि लगौँ न डोको पर्दैन